आजको सङ्गति चाहिँ एकदम राम्रो भयो। अलिक बिरामी भए पनि अलिक बेटर फिल भयो। दाजुभाइहरूसँग भेट भयो, खुसी लाग्यो। उहाँहरूले प्रार्थना गरिरहनु भएको थियो। धेरै धेरै धन्यवाद। साथै म छिटै सँगै हुनेछु र हुन्छौ भनेर जुन आत्मा बलहरू देखाइदिनु भयो दाइहरूले, धेरै धेरै धन्यवाद। र आजको वचनद्वारा हामीले जुन शिक्षा पायौँ, हामीले चाहिँ जस्तै पनि अवस्थामा परमेश्वरलाई प्रार्थना गर्ने हुन्छ, किनकि हामी दुःखमा मात्रै होइन तर खुसीमा हामीले प्रार्थनाको उत्तर पायौँ भने पनि परमेश्वर हामीले धन्यवाद दिनु चाहिँ जरुरी छ भन्दै मैले चाहिँ यही पाएँ। धेरै आशिष पाएँ, तर त्यो आशिष पाएकोमा चाहिँ एउटा कुरा चाहिँ मैले हजुरहरूलाई भनेको। ल धन्यवाद, दाइहरूलाई धेरै धन्यवाद। ड्युटीबाट आएर यहाँसम्म आइदिनुहुन्छ। आज हाम्रो लागि सेवामा यत्रो टाढोबाट खटेर आउनुभएको छ। एक दिन अवश्य परमेश्वरले उहाँहरूलाई यो कुराको उत्तर दिनुहुनेछ भन्दै म आफ्नो छोटो वचन लिएर राख्दछु। जय मसीह।